नमस्कार, सजिलो सबैमा म चाहिँ आज युङलङबाट 1000 आइल्यान्ड जाँदैछु र यहाँ देख्न सक्नुहुन्छ कि म मिनी बस स्टप आइसकेको छु र मिनी बसको फेयर चाहिँ मात्र $7 रहेको छ। मिनी बस बाहेक तपाईँले अरू पनि साधन प्रयोग गर्न सक्नुहुन्छ, जस्तै K66 बस पनि जान्छ। आज चाहिँ मैले मेरो यात्रा लगभग 10 बज्न लाग्दाखेरि सुरु गरेको छु र हजुरहरू क्युइङ रोडमा ओर्लिनु पर्ने हुन्छ र त्यस बाटो नछोडिकन हजुरहरू सिधै माथितर्फ जानुपर्ने हुन्छ र यहाँ हजुरले जकी क्लब देख्न सक्नुहुन्छ बाटोमा र त्यही बाटो एकदम सिधा जानुपर्ने हुन्छ। यसरी नै म ताइतुङ सान रोड आइपुगेँ र हजुरहरू ट्याक्सीमा जाँदै हुन्छ भने सिधै हजुरलाई ताइतुङ पिक ट्याक्सीले छोडिदिन्छ भने म चाहिँ हिँडेर जाने भएकोले यो खुर्किलाबाट जाँदैछु है त। यहाँ हजुरलाई सबै ठाउँतिरको डाइरेक्सन पनि देखाइदिएको हुन्छ। अरू साथीहरूको चाहिँ छुट्टी मिलेन, त्यसैले म आज यसरी एक्लै हाइकिङ जाँदैछु र म चाहिँ आज 2 महिना पछाडि छुट्टीमा बसेको थिएँ, तर आज साथीहरूको चाहिँ छुट्टी मिलेन। यतिको उकालो हिँड्दा पनि हिँड्ने बानी नभएर यति सास बढिरहेको छ कि ओहो, म तपाईँलाई भन्नु मात्रै सकेको छैन। आज त्यस्तो मजाले घाम पनि लागिरहेको छ र एक्लै यसरी हिँड्दै एक्लै भिडियो गर्दै आफैसँग रमाउँदै हिँडिरहेको छु। यहाँ हेर्नुहोस् ल, म त्यति तलबाट यति माथिसम्म हिँडेर आइपुगेँ। बाफ्रे, अझै अलिकति हिँड्नु बाँकी नै छ मेरो अझै। ओह, फाइनली पल्ल म त्यति तलबाट यहाँ माथिसम्म आइपुगेँ र हजुरहरू देख्न सक्नुहुन्छ यहाँ ठुलो एरियामा बिबिक्यू गर्ने ठाउँ रहेको छ। हजुरहरू पनि फ्यामिलीसँग आएर बिबिक्यू गर्न सक्नुहुन्छ, इन्जोय गर्न सक्नुहुन्छ र यहाँ टोयलेटको पनि एकदमै राम्रो व्यवस्था गरिएको छ। यहाँ हेर्नुहोस् है, म हजुरहरूलाई द ग्रेट वल अफ चाइना तर मिनी भर्जनमा देख्न पाउनुहुनेछ। यहाँ चाहिँ हजुरहरूले यहाँ चाहिँ पार्किङ एरिया रहेको छ। हजुरहरू आफ्नो गाडीमा ट्याक्सीमा आउँदै हुनुहुन्छ भने यहाँसम्म मात्रै आउन सक्नुहुन्छ र यहाँ तपाईँलाई धेरै ठाउँहरूको डाइरेक्सन देखाइएको छ र हजुरहरू यहाँबाट चाहिँ अब आफ्नो गन्तव्यसम्म पुग्नको लागि हिँडेर जानुपर्ने हुन्छ। र म आज जहाँ जाँदैछु त्यसलाई देखेर हजुरहरू पनि वाउ यति राम्रो ठाउँ रहेछ भन्नुहुनेछ र मेरो भिडियो अनुसारको बाटोहरू हजुरहरूले फलो गर्न सक्नुहुनेछ र हजुरहरू पनि त्यो ठाउँमा जान सक्नुहुनेछ सजिलै तरिकाले। यो चाहिँ सब रेड लिपको बोटहरू हो, तर अहिले चाहिँ नयाँ मुना बोलाएर हरियो हरियो एकदमै राम्रो देखिएको छ। अब यो डिसेम्बर जनवरीमा चाहिँ यो रेड हुन्छ र यहाँ यति धेरै मान्छेहरू हुन्छ यो रेड लिफ हेर्नुको लागि यति धेरै भिड हुने गर्दछ कि र यो बाटो सिधै जानुभयो भने चाहिँ हजुरहरू अझ धेरै रेड लिफको बोटहरू देख्न सक्नुहुन्छ र पछि मान्छेहरू यही हेर्नको लागि यति धेरै मान्छेहरू हुन्छन्। यहाँ देख्न सक्नुहुन्छ पछि यो ठाउँ चाहिँ यस्तो देखिन्छ, तर म चाहिँ यो 1000 आइल्यान्ड जाँदैछु जुन यस्तो देखिन्छ र यहाँ चाहिँ बाटो छुटिएको छ। एक साइडबाट त्यो रेड लिफ भएको ठाउँ जान्छ भने अर्को साइडबाट चाहिँ 1000 आइल्यान्ड पुगिन्छ र म मेरो गन्तव्यतर्फ लागेँ बाटो छुटेर।
र यहाँ म हजुरलाई देखाउँदैछु रेड लिप हल्का रेड भएको रहेछ र यस्तो राम्रो देखिन्छ। आज सन्डे तर पनि मैले मान्छेहरू एकदमै थोरै बाटोमा देखेँ। मलाई कस्तो डर पनि लागिरहेको थियो किनभने म कहिले एक्लै यसरी हिँडेको थिइनँ, कहिले साथीहरूसँग मात्रै हिँड्ने गरेको थिएँ नि त। त्यही भएर हजुरहरू जाँदै गर्दा यसरी सानो पुल जस्तो पनि देख्नुहुन्छ, तर यो पुल चाहिँ होइन, यहाँ मुनि चाहिँ एउटा मन्दिर पनि रहेको छ। र ठाउँ ठाउँमा यसरी बोर्डहरू राखेको छ जसले तपाईँले सजिलै आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ। र यहाँ चाहिँ म अब 4.5 किलोमिटर हिँड्नुपर्ने छ यो ठाउँ पुग्नको लागि। आहा कति राम्रो फुल रहेछ। यहाँ हेर्नुहोस् न कस्तो राम्रो पुतलीलाई मैले आफ्नो भिडियोमा क्याप्चर गरेको छु र हजुरहरूलाई देखाउँदैछु। र अब फेरि म उकालोतर्फ लागेँ र कति मान्छेहरू आउँदै गरेको पनि भेटाएँ, जाँदै गरेको पनि भेटाएँ, तर सधैँको भन्दा चाहिँ एकदमै थोरै मान्छेहरू आवत जावत गरेको देखेँ मैले। हम पनि यसरी लागेको छ कि लागिरहेको थियो कि मेरै टाउकोमा छ। मैले चाहिँ आज मेरो छुट्टी यसरी नै प्रकृतिसँग रमाउँदै हिँडेको छु। कति सहर बजार मात्र डुल्ने, काम मात्रै गर्ने, यसरी प्रकृतिसँग पनि रमाउने गर्नुपर्छ। यसरी उकाली ओह्राली गर्दै गर्दाखेरि गाउँघरको एकदमै याद आएको थियो, एकदमै। र मैले साथमा स्पिकर पनि लगेको थिएँ र मैले स्पिकरमा चाहिँ उकाली ओह्राली गर्दै भन्ने गीत सुन्ने र जाँदै थिएँ। अनि यहाँ तल हजुरहरूले एउटा फेरि अर्को मन्दिर देख्नुहुन्छ, मन्दिर देख्न सक्नुहुनेछ बुद्धको। र म चाहिँ यहाँ अब चाहिँ 1.1 किलोमिटर मात्र हिँड्नुपर्नेछ। यसरी जङ्गलको बाटो एक्लै छोरी मान्छे नेपालमा हिँड्न सकिँदैन थियो होला, निकै डर हुन्थ्यो होला हरेक कुराको है। तर यहाँ चाहिँ त्यस्तो केही पनि हुँदैन, मजाले तपाईँ एक्लै जहीँ पनि जान सक्नुहुन्छ, त्यस्तो नराम्रो केही पनि हुँदैन है यहाँ चाहिँ। अनि यहाँ चाहिँ एकदम राम्रो व्यवस्था गरेको हुन्छ। ठाउँमा शौचालयदेखि लिएर डस्टबिनहरू यति मजाले राखिदिएको हुन्छ कि सबैतिर फोहोरहरू पनि हुँदैन। र यहाँको मान्छेहरूले पनि यति मजाले त्यो नियम पालना गरेको हुन्छन् कि सबले जीवन पनि यस्तै त हो नि साथीहरू, अप एन्ड डाउन भइरहेको छ, चलिरहन्छ। यहाँ हेर्नुहोस् न समय पनि म 10 बज्न लाग्दा हिँडेको थिएँ, 11:30 हुन लागेछ र म 12 बजीसम्म लगभग पिक पुग्छु होला, भ्यू पोइन्ट पुग्छु होला। समय पनि आफ्नै गतिमा चलिरहेको छ। ल साथीहरू, मैले हजुरहरूलाई प्लेन पनि देखाएँ। कहिले यस्तो प्लेनमा चढेर फेरि नेपाल जाने होला सोच्दैछु। म चाहिँ सोच्दै मेरो गन्तव्यतर्फ लाग्दैछु, अघि बढ्दैछु।
अब चाहिँ मलाई यति धेरै खुसी लागेको छ कि लगभग म चाहिँ भ्यू पोइन्टसम्म आइपुगेको छु र फेरि म यो लास्ट हो, यो चाहिँ मेरो अन्तिम हो। अब उकालोतर्फ जानुपर्ने, यो कटिसकेपछि चाहिँ भ्यू पोइन्ट आउँछ। अनि यो चाहिँ कुन फुल हो मलाई थाहा भएन नाम चाहिँ, तर मलाई राम्रो लाग्यो र मैले मेरो भिडियोमा रेकर्ड गरेँ र हजुरहरूलाई प्रस्तुत पनि गर्दैछु। र फाइनली मेरो भ्यू पोइन्ट आइसकेको छ। यो चाहिँ हो हजुरहरूको लागि थाउजन्ड आइल्यान्ड र हजुरहरू हेर्न सक्नुहुन्छ यस्तो राम्रो रहेको छ। र म चाहिँ एकछिन बस्छु अनि मजाले भ्यू हेर्छु है। अनि मेरो सानो ब्याकप्याकमा चाहिँ मैले आफूलाई चाहिने सामानहरू लिएर आएको थिएँ, जस्तै पानी अनि यो बस्नुको लागि एउटा अरू केही थिएन बसेको, त्यही भएर मैले लुङ्गी नै लिएर आएँ। यो चाहिँ लुङ्गी नै हो, हजुरहरू नझुकिनु होला। र मैले घरबाट चाहिँ खाना बोकेर आएको थिएँ, फ्राई राइस बनाएर ल्याएको थिएँ र मुलाको अचार अनि अन्डा पनि लिएर आएको थिएँ उसिनेर। र मैले चाहिँ यहाँ मजाले अगाडि भ्यू हेर्दै खाना खाएँ, किनभने म 12 बजिसकेको थियो यहाँ आइपुग्दा र मलाई एकदमै भोक लागेको थियो। र खाना खाइसकेपछि रिल्याक्स गरेँ, गीत सुनिरहेको थिएँ साइडमा। अनि धेरै मान्छेहरू थियो पिकमा चाहिँ, यहाँ माथि चाहिँ धेरै मान्छेहरू थियो र यो यस्तो राम्रो भ्यू छ कि हजुरहरू देख्न सक्नुहुन्छ। र यसको नाम चाहिँ रहेको छ थाउजन्ड आइल्यान्ड। र मैले फर मेमोरिज केही फोटोहरू क्लिक गरेँ आफ्नो, अनि मैले भिडियो पनि बनाएँ। र कतिवटा आइल्यान्ड छ हजुरहरू काउन्ट गर्नु होला है त है। हजुरहरूलाई मैले जिम्मा दिएँ यो काम गर्नको लागि चाहिँ है। मलाई यहाँसम्म आइपुग्नको लागि 2 घन्टा लाग्यो। काम घरको टेन्सनले गर्दाखेरि निकै दिमाग खराब भइसकेको थियो यो 2 महिनामा। र यहाँ आएर चाहिँ 3 घन्टा बस्यो होला र आफूलाई शान्त वातावरणमा होइन र एकदम पोजिटिभ एनर्जीका साथ घर फर्किँदैछु।